यहाँ चाहिँ अलैँची खेती पनि हुँदो रहेछ मजाले। अहिले चाहिँ हामी सानो बाटोमा जान्छौँ। कन्यामा आइपुग्यौँ। यही छैन अहिले चाहिँ हामी फिक्कल बजार आइपुग्यौँ। रक्सिया आइपुग्यौँ। यहाँ चाहिँ पानी पर्न थाल्यो मजासितले। अब बाटो अलिकति डेन्जर पनि छ होला पानीमा। एउटा गाडी छ कति सक्छ उनीहरु अगाडि अगाडि पनि पिकअप गाडी। अहिले चाहिँ हामी किरिम बजार पुग्यौँ। बजार आइपुगेका छौँ। भाडाबाट चाहिँ अर्को गाडी लिने रहेछ। अहिले चाहिँ हामी सानो लास्ट स्टेसनमा छौँ। हामी अहिले सबैभन्दा माथि तल्लो फेरि भन्छ के अरे यहाँ आइपुग्यौँ। यतिखेर भन्छ साँझ झमक्कै पैदल हिँड्नुपर्ने रहेछ। अहिले चाहिँ हामी काफ्लेपाटी सानो फेरिमा आइपुगेको छौँ। एकदमै बाटो चाहिँ पानी परेर बिग्रेको रहेछ। बल्ल बल्ल आइपुग्यौँ। अब यहाँबाट चाहिँ पैदल यात्रा सुरु हुन्छ हाम्रो। हेलो, अहिले चाहिँ हामी त्यो तल्लो फेरिबाट माथिल्लो फेरि जाँदैछौँ। धेरै हाइटमा रहेछ, एकदम गाह्रो भइरहेको छ। तर पनि मातालाई सम्झिँदै चढ्दैछौँ। अब भोलिको लागि सजिलो होस् भनेर हामी जति सक्छौँ अहिले त्यति माथिसम्म जाँदैछौँ। अहिले हामी आधा घन्टा त्यो हिँड्छौँ होला। त्यसपछि माथि गएर हामी बस्छौँ र भोलि बिहान सबैले उठेर फेरि पाथिभराको यात्रा गर्नेछौँ। अहिले चाहिँ हामी ठुलो फेरिबाट अब माथि पाथिभराको यात्रामा छौँ। अहिले लगभग 4:45 भएको छ। माथि जाँदैछौँ। यहाँदेखि नै हिउँ पर्दो रहेछ। यसरी यता हिँडेको त है। म त नुन भनिरहेको थिएँ क्या सुरुमा, भरे हिउँ रहेछ। माथि आउँदा धेरै हुन्छ अरे, रमाइलो हुनुभयो। मसँग यहाँ ठुलो साथी छ जसु। यात्रुहरू सबैजना अहिले हिँड्दै हुनुहुन्छ। ठाउँ ठाउँमा पूजा गर्दै जानुपर्दो रहेछ। अहिले 5:30 भएको छ बिहानको। झिसमिसै भएको छ। यो चाहिँ पाथिभरा माताको प्रवेशद्वार भयो। अहिले चाहिँ हामी पाथिभराको यात्रामा गणेश मन्दिर आइपुगेको छौँ। यहाँ चाहिँ सबै भगवान्हरू हुनुहुन्छ। यसरी हिउँहरू पनि परिरहेछ। गुराँसको फुलहरू एकदम ढकमक्क फुलेको रहेछ। एकदमै ट्रेकिङ गर्न सक्नेहरूलाई, हिँड्न सक्नेहरूलाई चाहिँ एकदम रमाइलो हुने रहेछ। मलाई चाहिँ अलिक गाह्रो भइरहेछ कि यस्तो नभएर, हिँड्न बानी नभएर अलिकति गाह्रो भइरहेछ। तैपनि प्रयास गरिरहेको छु। माथि दिनको लागि गणेश भगवानलाई चाहिँ शक्ति मागेर माथि दिनु रहेछ। अझै लगभग 3 किलोमिटर जति हामी पैदल यात्रामा छौँ। हेलो, ठुलो फेरिबाट माथि दर्शन गर्न उकालो लाग्दै गरेको अवस्था हामी चाहिँ यति बेला। ठुलो पाथिभरा ताप्लेजुङ। आन्टी यता हेर्नु कस्तो भइरहेछ त। त्यहाँ तल शक्ति लिनुभयो नि त।
दिन त भर्याङ चढ्नलाई स्यास्या हुने मान्छे यत्रो भर्याङ चढेर आइसके यो माताको शक्ति नै हो नि त पुग्छु होला माथिसम्म नै यहाँ चाहिँ यो धागो बोकेर जाने चलन पनि रहेछ यसरी हिँड्न नसक्नु हुनेहरूलाई चाहिँ यसरी पठाउ भरिआएको सुविधा रहेछ यस्तो बबाल सिनहरू देखिँदो रहेछ यहाँबाट फ्रेस चिज हावा गुराँसको बोटहरू अझै यो फुल्ने सिजनमा चाहिँ आएको भए त दामी हुने रहेछ अहिले चाहिँ यो चैतसम्म फुलिसक्छ जस्तो छ अहिले चाहिँ फुलेको चाहिँ छैन अनि पाथिभरा माता कि जय अनि मकै चपाउने यो धागो चाहिँ अब पहिला बाटो थिएन जङ्गलको बाटो थियो पहिला बुढापाकाहरूले चाहिँ एउटा यो बाटोको रास्ता देखाउनको लागि पनि चोयाहरू काटेर पनि अब यसरी अब हेर्दै जाँदाखेरि मन्दिर पुग्ने भन्थ्यो अरे है त्यसको कारणले त्यो पनि हो अनि एउटा यो टाँगेर गएपछि आफूले जे मागो चिताको गरेको अलिक पुग्छ भन्ने पनि नछुट्याइकन लानु पऱ्यो क्या धागो चाहिँ त्यो पनि छ ल हामीले चाहिँ धागो चाहिँ ल्याएनौँ किन भन्दा रास्ता अहिले चाहिँ यो राम्रो के अरे नचिप्लिने पहिला चाहिँ चिप्लो हुन्थ्यो अरे है दाइ यहाँ यस्तो छिटै थिएन बाटो चिप्लो थियो अहिले चाहिँ अब यो सबै ढुङ्गा छापेर ठाउँ ठाउँमा बोर्डहरू राखिदिनु भएको छ यहाँको समितिले एकदम राम्रो व्यवस्था गरिदिनु भएको रहेछ ठाउँ ठाउँमा चौतारीहरू पनि रहेछ बस्नको लागि अनि हामीले धागो चाहिँ ल्याएनौँ त्यो अलिकति असम्भव पनि छ अरे कतै न कतै चुट्टिन्छ अरे भन्ने कुरा सुन्यो त्यो भएपछि मन खिन्न हुन्छ है चुट्यो भने बरु बोक्दै नबोकौँ हामी भगवान्लाई आत्मामा राखेर हामी अगाडि बढ्दैछौँ अलिकति हामी चाहिँ अहिले पाथिभरा दर्शनमा छौँ अनि यहाँ मैले यो रेस्ट गर्ने चौतारीमा चाहिँ एउटा दृश्य देखेँ अनि म सोध्दैछु के गर्नुभएको भनेर बहिनीलाई यो सातो दलो भने चाहिँ अलिक हिँड्न ओर्न सजिलो हुन्छ अरे लेक लाग्दैन अरे अनि त्यही भएर नानीहरूलाई आफूलाई पनि दल्नु अरे खानु अरे यसले चाहिँ हामीलाई त्यो लेक लाग्नुबाट बचाउँछ त्यस्तो भन्ने बुवा मम्मीले भनेर ए ल तपाईँहरू पनि तीर्थयात्रामा आउँदै हुनुहुन्छ नि साथी लिएर आउनु होला यसरी अनुहारमा दल्दाखेरि चाहिँ अलिकति हिँड्नलाई इजी लेक नलाग्ने चिसो नलाग्ने अनुहारहरू नफुट्ने त्यस्तो हुँदो रहेछ नसो हामी यहाँबाट कहाँ जाने हो भनिदिन्छ अब दुईटा बाटो आयो एउटा घुमौरो बाटो एउटा ठाडो उकालो अब हामी कताबाट जाने भने कताबाट जाने भन्ने कुरा भयो अर्को बाटो चढ्न कठिन अब हामी च्यालेन्ज एक्सेप्ट गर्दै ठाडो बाटो जाने ठाडो बाटो जाने अनि हामी फर्किँदा चाहिँ यो बाटो आउने फर्किँदा चाहिँ सजिलो गरेर ल जाउँ यहाँ उकालो चढ्दा चाहिँ स्यास्या आउँछ भनेर लु लाग्छ भनेर अदुवा काटेर चुस्दै जानुपर्छ सुँग्दै जानुपर्छ अरे रिल्याक्स हुन्छ शरीरलाई होइन त्यही सास बढ्दैन सजिलो हुन्छ कोही आउँदै हुनुहुन्छ भने यो अदुवा चाहिँ नबिर्सी लिएर आउनु होला शरीरमा हिट 6:30 बज्दा हामी यहाँ लगभग मन्दिर दर्शनको लागि आइपुग्न लाग्यौँ कस्तो राम्रो देखेको छ हिमाल त तल तल देखेछ भने हामी धेरै हाइटमा छौँ है एकदम अल्टिट्युडमा अहिले हामी एकदम हाइटमा छौँ है हामी अब आइपुग्न आँट्यौँ यो डाँडा कटेपछि आयो मन्दिर पाथिभरा माताको मेन गेटमा आइपुग्यो राम्रो रहेछ ल अब चाहिँ आइपुग्यो भइसक्यो अब दर्शन गर्न जानु लागेको छौँ वेदर अलिकति बादल लाग्दैछ घाम पनि लाग्दैछ आज चाहिँ हामी पाथिभरा दर्शनको लागि एकदम भिड रहेछ लाइन पनि छ यता माताको मूर्तिको छेउतिर पुगिसक्यौँ एकदमै धेरै लाइन बस्नु भएको छ ओहो कस्तो कडा हुँदो रहेछ माताको दर्शन गरेर हामी घर फर्किने क्रममा छौँ एकदम रमाइलो भयो स्नोफल पनि हेऱ्यो माताको दर्शन राम्रोसित भयो लाली गुराँस चाहिँ अहिले सबै हुरीले चैतको हुरीले
उडाएर झारिसकेछ अलिअलि ठाउँ ठाउँमा रहेछ। अहिले चाहिँ हामी दर्शन गरेर फर्किने क्रममा छौँ। अहिले मजाले हिउँ परिरहेको छ, फर्किँदैछौँ। मजाले हिउँ पर्दैछ। साथै भएर आउनुहुने सबैले रेनकोट चाहिँ अनिवार्य लिएर आउनु होला। यहाँ चाहिँ कतिखेर पानी पर्छ भन्ने टुङ्गै हुँदैन रहेछ। हाम्रो एउटा ग्रुप चाहिँ रेनकोट नभएको कारणले माथि नै छ। हामीसँग चाहिँ बोक्या भएर हामी तल ओर्लिँदैछौँ। घाम लागेको छ भनेर रेनकोट आओस् नभन्नु होला, लिएर आउनु होला। अनि हामी चाहिँ अब साथी भएर दर्शन गरेर फर्किँदैछौँ। अहिले बिहानको 5 बजेको छ। हामी चाहिँ यहाँ चिया खानको लागि बसेको छौँ। हेलो, अहिले चाहिँ हामी पाखीबाट दर्शन सकेर ताप्लेजुङ झरेका छौँ। ताप्लेजुङमा हिजो बेलुका हामी आइपुग्यौँ र अब चाहिँ ताप्लेजुङबाट फेरि दमकको लागि मुभ हुँदैछौँ। लगभग 12 घन्टा लाग्छ यहाँबाट अबको यात्रा। चाहिँ यहाँ हटिया लाग्दो रहेछ ताप्लेजुङमा। अनि सबैजनाले आफ्नो आफ्नो बारीमा भएको सागसब्जी आलुहरू यसरी बेच्नलाई ल्याउनु हुँदो रहेछ। प्रायः चाहिँ मैले यो सागसब्जीहरू नै देखेँ। प्रायः जस्तो सागसब्जी नै हुँदो रहेछ। मैले चाहिँ आज ताप्लेजुङ हटियाबाट चाहिँ तितिरी किनेँ, तितिरी अनि त्यहाँबाट निगुरो किनेँ। अनि अब यो सिस्नो किन्दैछु, सिस्नोले चाहिँ पोल्छ। किम्बु पनि पाउँदो रहेछ। अनि लोकल पाहाडको काँक्राहरू, उखेराहरू राम्रो। हामीले चाहिँ सिस्नोहरू लियौँ। उठ्नलाई गाह्रो सबै फुल भइरहेको रहेछ। कस्तो खाना कस्तो फास्ट ल्याइदिनु भयो त? कसरी थाहा पाउनु भयो? ए अर्डर अघि नै भएको थियो। अहिले हामी पावा भन्छन् आइपुगेको छौँ।